स्मोकिङ कज लङ क्यान्सर है। यो चाहिँ सिगरेटले चाहिँ लङ क्यान्सर चाहिँ कसरी हुन्छ हामी सानो एक्सपेरिमेन्ट गरेर हेर्नेछौँ। उसको बादमा तपाईँहरूलाई म यो लङ्समा चाहिँ कति इफेक्ट हुँदो रहेछ एउटा सिगरेटले भन्ने कुरा चाहिँ तपाईँहरूलाई म यो सानो एक्सपेरिमेन्टबाट बताउनु गइरहेको छु। सिगरेट मैले बालिसकेको छु है। अब तपाईँहरूलाई म एक्सपेरिमेन्ट देखाउँछु। यहाँ हेर्नुहोस्, तपाईँले धुवा चाहिँ कति चाहिँ लिँदैछ यहाँभित्र है। तपाईँहरूले हेर्नुहोस् होला यसमा। अब म यो टिस्यु पेपरमा तपाईँलाई देखाउनेछु। यो धुवालाई चाहिँ ठेल्नुपर्ने हुन्छ कि नजिकबाट देखाउँदा तपाईँको यो हाफ सिगरेटको कस चाहिँ यति बस्छ भने चाहिँ यो फुल सिगरेटको कस चाहिँ कस्तो बस्छ र लङ्समा कति इफेक्ट हुन्छ भन्ने कुरा है। अब नम्बर 2 मा चाहिँ म तपाईँलाई टोब्याको कज माउथ क्यान्सर है त्यो देखाउने छु तपाईँलाई। अब तपाईँलाई म टोब्याको, रजनीगन्धा, शिखर है डिफ्रेन्स यो तीनटामा के छ त्यो पनि तपाईँलाई म एक्सपेरिमेन्टद्वारा तपाईँलाई देखाउने छु। हामीले देखिरहेको छ टोब्याको कज माउथ क्यान्सर है, र पनि हामी मान्छेले खान्छौँ। यी तपाईँहरूलाई म नयाँ खैनीमा देखाइरहेको छु है। मेरो हातमा केही छैन अहिले। यो चाहिँ अलरेडी चुनासँग मिक्स भइसकेको छ। अघि मेरो हात सेतो थियो है। अब अहिले म यसलाई यसमा राख्दैछु। राखेपछि हेर्नुहोस् तपाईँहरूले यो हातमा कति डरलाग्दो माथिबाट पनि देखाइदिएको है। कज हेर्नुहोस्, क्यान्सर हुनेको खतरा चान्स चाहिँ यो नै रहेको छ टोब्याकोको। मान्छेले शिखर यो महँगो हुँदा यो सस्तो खान्छ, तर दुवैमा चाहिँ कार्सिनोजेन भन्ने एउटा पदार्थ हुन्छ है। त्यो पदार्थले चाहिँ हामीलाई ओरल इन्फेक्सन भएर चाहिँ त्यसलाई नै क्यान्सर हुने चान्स हुन्छ लास्टमा है। र यसको पनि साइड इफेक्ट चाहिँ के छ म तपाईँलाई यहाँ हातमा राखेर साइड इफेक्ट देखाउने छु है। म रजनीगन्धाको यो देखाउने छु। हेर्नुहोस् है, रजनीगन्धा मैले यहाँ हालेँ है। अब हामीले मान्छेले रजनीगन्धासँग यो पनि हालेर खान्छ है। यो एउटा टोब्याको नै हो है। यो यसरी हाल्छ है मान्छेले। यो हालेर यसो गरेर फिटेर यसरी नै खाने गर्छ है। अब यो मान्छेले खान्छ। यो म तपाईँहरूलाई यहाँ राखेर साइडमा राखेर देखाउने छु। अब एकछिनमा हेर्नुहोस् यो हातमा के हुन्छ, हेर्दै जानुहोस् तपाईँले। यो हातमा तपाईँले यसलाई हेर्नुहोस्, कलर रिफ्लेक्ट हुँदैछ। कति चाहिँ शरीरलाई हानिकारक हुने चिजहरू चाहिँ क्यान्सरमा कन्भर्ट कसरी हुन्छ भन्दा यो सानो चिजद्वाराले चाहिँ हामीलाई क्यान्सर, लङ्स क्यान्सर है, माउथ क्यान्सरहरू हुने चान्सेसहरू चाहिँ यहाँबाट हुन्छ। सानो कुराबाट हुन्छ। ठुलो कुरा एल्कोहल हुनुपर्छ भन्ने छैन। यो चाहिँ रजनीगन्धाको हो। अब तपाईँहरूलाई म फेरि तपाईँले भन्नुहुन्छ होला म यसलाई वाइप्सले पुसेर म फेरि तपाईँहरूलाई म अर्को कन्टेन्ट देखाउने छु। हेर्नुहोस् है, त्यो चाहिँ कन्टेन्ट के हो। यहाँ हेर्नुहोस् तपाईँले कज निस्केको यो परिकारले चाहिँ कज यसरी निस्किन्छ एउटा रजनीगन्धाले भनेपछि चाहिँ हाम्रो लङ्समा चाहिँ दिनौदिन तपाईँले कति इन्टेक गर्नुहुन्छ त्यसको आधारमा कस्तो हुन्छ होला। यहाँ हेर्नुहोस् है, एउटा वाइप्स चाहिँ यो प्रकारको हुन्छ भनेपछि चाहिँ हेर्नुहोस् हाम्रो लङ्स र हाम्रो शरीरलाई चाहिँ कतिको हानिकारक गरिरहेछ हेर्नुहोस् तपाईँले यो है। अब म तपाईँहरूलाई शिखर देखाउने छु है। शिखरलाई च्यातेर हेरौँ है। म तपाईँहरूलाई सबै एक्सपेरिमेन्टद्वारा देखाउँदैछु। यहाँ हेर्नुहोस्, मैले यसलाई केही गरेको छुइनँ। हामीले खाँदाखेरि यसरी गममै खाइन्छ यो होइन। अब मान्छेले चाल्दैन, यो सट्टै खान्छ। तर यसको भित्र पनि कति छ यहाँ हेर्नुहोस्। तपाईँले हेर्दै जानुहोस्, यो चेन्ज हुँदैछ कलर। यहाँ हातमा देखाउँदा भाइ, यहाँ हेर्नुहोस् है, एउटा गुट्काले चाहिँ कतिको इफेक्ट पार्दो रहेछ। यो चाहिँ तपाईँहरूलाई मैले खुद एक्सपेरिमेन्ट गरेर देखाएको छु है। यसमा सुपारी मात्रै हुन्छ भनेर सोच्नुहुन्छ होला। यसमा चाहिँ कार्सिनोजेन हुन्छ यो
गुट्कामा चाहिँ जस्तै रजनीगन्धा भयो, शिखर भयो है, यसमा चाहिँ कार्सिनोजेन भएको कारणले चाहिँ हामीलाई क्यान्सर छिट्टो फैलिने हुने चान्स चाहिँ योद्वारा हुन्छ। हेर्नुहोस् यो अघि रजनीगन्धाको रातो हुँदै थियो भने अहिले यो शिखरको चाहिँ कस्तो हुँदो रहेछ, कालो कचो हुँदो रहेछ। फेरि तपाईँहरूको अगाडि पुस्ने छु हेर्नुहोस् है। यहाँ हेर्नुहोस् त हातमा चाहिँ कतिको कज लाग्यो भनेपछि चाहिँ अब लङ्समा त सोचिहाल्नुहोस् अब तपाईँहरूले। अलिक नजिक ल्याएर देखाइदिनु त यो तपाईँहरूले रजनीगन्धा जुन चाहिँ भन्नुहुन्छ तपाईँहरूले एकदम महँगाईको एकदम राम्रो माउथ फ्रेसनर भन्नुहुन्छ रजनीगन्धा यो हो, र यो शिखरको हेर्नुहोस् डिफ्रेन्स चाहिँ यहीँबाट तपाईँले चाल पाउनुहुन्छ। मेरो सेल्फ एक्सपेरिमेन्ट हो। यो नसालु पदार्थहरू हामीले एक्सपेरिमेन्ट गरिसकेपछि हामीले हाम्रो शरीरलाई मार्नु दिनुहुने कि जोगाइराख्नु हुने निर्णय आजदेखि लिनुहोस्।